हामी त यात्रामा हिले टप्पूतिर हो। हिले टप्पू भन्ने ठाउँ चाहिँ यता पर्दो रहेछ सन्दकपुर गाउँपालिका वार्ड नम्बर 2 मा। लाइभ हो होइन भिडियो मात्रै हो। उता अगाडि हाम्रो सुरेन्द्र सर हुनुहुन्छ, उता राम सर हुनुहुन्छ, उता गुरु सर हुनुहुन्छ, अनि यता चाहिँ अब हाम्रो चन्द्र सर, यता इन्द्र सर, यता प्रकाश सर, यता म सर, हामी सबै सरै सर। दुईजना चाहिँ असली सर हो, हामी चाहिँ गोदावरी सर हो। आमाजीको गोदावरी सर हुन्छ नि, त्यो नपर्ने सर, नपर्ने सर, नपर्ने सर, दुई खाले सर। बाटो चाहिँ यस्तो रहेछ, रमाइलो भइराखेको छ। ठाउँ चाहिँ आएको हामी हिले टप्पू भन्ने ठाउँमा यतिको नर्मल हिलो सुरु भयो है। अब चाहिँ यहाँ चाहिँ के लोकता रोपेको पाइप लाइन ल्याएको रहेछ बाटो। ए माथि लोकता हान्दिएको जस्तो छ। गुराँस रोपेको रहेछ। पानीको मानेको मान्छे मान्छे डाँडामा यति शुद्ध के कस्तो मान्छेको पानी पऱ्यो भने यहाँको चिज यहाँ चाहिँ ठुलो पानी पर्नुपर्छ नि चिज पानीको मुहान त्यहाँ पानी भन्छ यसपालिको यो त्यो डाँडादेखि उतापट्टि यस्तो राम्रो छ। कुवा खोला नै हो। हजुर यहाँ चाहिँ कामहरू भयो तलबाट जाँदैन होला नि त नि, यहीबाट गाडी हिँड्नेछ त हामी कार्यक्रम स्थल आइपुग्यौँ। चाहिँ अब हाम्रो सुकिता वंशावलीहरूको भवन बन्दै गरेको भवन अरे एकदम रमाइलो रहेछ ठाउँ। हेर्नुहोस् हाम्रो यात्रा अगाडि बढ्यो अब। सेवा हजुर हामी कार्यक्रम स्थलमा आइपुगेको छौँ। सेवा उहाँले स्वागत गरिराख्नु भएको छ एकदमै। जुङ्गा पलेको मान्छे बुढो भन्नु कि नपलाएको नपलाएको पनि बुढो हुन्छ नि। अनि त्यसो भए बल्ल बल्ल बुढो बन्छ भन्दा राम यता आउनु ल, कता हुनु छ राम? अब यो राम चाहिँ मलाई दिवा भन्ने जतिको दिवा है, वा चाहिँ मेरो भाइ हो। फेरि यहाँ एकजना यता आउनु ल, उहाँ चाहिँ पास्टर हो हाम्रो, उहाँ चाहिँ दिवा है मेरो भाइ हो। फेरि यहाँ अरू आउनेहरू भतिजहरू हो, यहाँ उहाँ चाहिँ दिवा हो।